नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो। यही विविधतामध्ये मगर समुदाय नेपालकै चौथो ठुलो जातीय समूह हो। आज हामी मगर समुदायको इतिहास, संस्कृति र योगदानबारे विस्तृत रूपमा बोल्नेछौँ। आउनुहोस् ढिला नगरी आजको भिडियो विषयवस्तुतर्फ अघि बढौँ। इतिहास र उत्पत्ति। मगरहरूको इतिहास करिब 2000 वर्षभन्दा पुरानो मानिन्छ। उनीहरू मूलतः नेपालका मध्यपश्चिम क्षेत्रका पहाडहरूमा बसोबास गर्ने योद्धा समुदाय हुन्। कुनै इतिहासकारका अनुसार मगरहरूले नै गोर्खा राज्य विस्तारमा ठूलो भूमिका खेलेका थिए। उनीहरूको साहस, युद्धकला र शारीरिक क्षमता नेपाल मात्र नभई संसारभर चर्चित छ। भूगोल र बसोबास। रोल्पा, रुकुम, पाल्पा, स्याङ्जा, गोर्खा, धादिङ लगायतका जिल्लाहरूमा छ। उनीहरू खेतीपाती, पशुपालन र शिकारलाई मुख्य पेशा मान्थे। अहिले भने मगरहरू काठमाडौँदेखि तराई र विदेशसम्म फैलिएका छन्। भाषा। मगरहरूको आफ्नै भाषा मगर भाषा हो। यसका दुई प्रमुख उपभाषाहरू छन्, कहम र तमु। मगर भाषामा लोकगीत, लोककथा, कथा कहानीहरू निकै लोकप्रिय छन्। आज पनि मगर भाषा संरक्षणका लागि विभिन्न रेडियो कार्यक्रम, साहित्य र पाठ्यक्रम सञ्चालन भइरहेका छन्। धर्म र संस्कार। मगरहरूले प्रकृति पूजा गर्ने परम्परा राख्छन्। सूर्य, चन्द्रमा, नदी, रुख, चुलो यी सबैलाई देवी देवताका सर मानिन्छ। अहिले धेरै मगरहरू हिन्दू र बौद्ध धर्ममा आस्था राख्छन्। विवाह, जन्म र मृत्युसँग सम्बन्धित संस्कारमा उनीहरूको आफ्नै विशेष विधि छ। जस्तै विवाहमा नाचगान, भोज भतेर र सामूहिक सहभागिता अनिवार्य मानिन्छ। संस्कृति, पोसाक र गहना। मगर महिलाको परम्परागत पोसाकमा चोली, गुन्यू, पटुका र विभिन्न गहना हुन्छन्। पुरुषहरूले भोटो, कछाड, दौरा सुरुवाल र टोपी लगाउँछन्। विशेष पर्वमा उनीहरू आकर्षक गहना र रङ्गीन कपडामा सजिन्छन्। मगरहरूले लोकनृत्य, सोरठी, रतेली विश्वभर परिचित छन्। आधुनिक युग र वर्तमान योगदान। शिक्षा, राजनीति, विदेशमा काम गर्ने मगरहरू। आजको समयमा मगर समुदाय राजनीति, साहित्य, खेलकुद, शिक्षा र समाजसेवामा सक्रिय छन्। विदेशमा पनि उनीहरूले ठुलो समुदाय छ, जसले रेमिट्यान्स र सांस्कृतिक सम्पर्क मार्फत नेपाललाई योगदान पुर्याइरहेको छ। मगर समुदाय केवल एउटा जाति होइन, यो नेपालकै सांस्कृतिक सम्पदा हो। उनीहरूको भाषा, धर्म, संस्कृति, कला र योगदानले नेपाललाई अझ विविधतायुक्त र गौरवमय बनाएको छ। आउनुहोस् मगर समुदायको संस्कृति र पहिचानलाई संरक्षण र सम्मान गरौँ। हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो? यदि हजुरहरूलाई आजको भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट र सब्सक्राइब गर्नुहोला र एउटा सानो मिठो कमेन्ट गर्न नभुल्नुहोला। फेरि अर्को भिडियोमा भेट्नुपर्छ। ह्याप्पी दसैँ। धन्यवाद।